नेतृत्व खत्तम हो। त्यो चारैजनाको नेतृत्व खत्तम। त मान्छे राम्रो छन् त्यहाँ, फेरि त्यसको हैसियत छैन कि त्यहाँ कुनै गणनै छैन, गन्ती नै छैन त्यस्ताको। हर्क साम्पाङको पार्टीको पनि नेतृत्व खत्तम हो। खत्तम हो नि। तपाईँ देख्नु बोलेको बिहानदेखि 10 एकै दिनको स्ट्याटस हेरेर तपाईँलाई श्रद्धा लाग्छ? हाँसो लाग्छ। हाँसो होइन, घृणा लाग्छ। म त घृणा गर्दिनँ कसैलाई, मलाई कसै व्यक्तिगतले त्यस्तो हुन्छ मान्छे। अनि त्यस्तो मान्छे हो ताली बिट्ने भने त हामी सबै फ्रस्ट्रेटेड, जीवनमा कहिले पनि कुनै लक्ष्य नभएको, सकारात्मकता सोच नआएको, केही बन्छ भन्ने विश्वासै नभएको मान्छे लाग्ने भयो नि त। अनि नेतृत्वमा नि कुनै काण्ड नआउन्जेल राम्रो भन्ने हो। अब अस्ति सुदन गुरुङलाई हाई थियो, राम्रो थियो। सुदन गुरुङको अस्तिको काण्ड आयो, त्यसपछि अहिले सुदन गुरुङलाई त्यति धेरै राम्रो भन्ने अवस्था छैन। अब बालेन शाह नि अहिलेसम्म काण्ड नआउन्जेल राम्रो भन्ने होला, कुन दिन काण्ड आयो भने त फेरि त्यही त हो नि कुरा। यस्तो हुन्छ, राम्रो नराम्रो कुरा हुन्छ नि। राजनीति आफैमा पर्फेक्ट चिज त होइन, व्यवहारिक चिज हो र गल्ती गर्दैन भन्ने पनि गल्ती हो। तर तपाईँले हेर्नु पर्ने गल्ती कति गर्यो, राम्रो कति गर्यो, तौल्ने कुरा त्यो जजमेन्ट गर्ने त जनतामा जबसम्म हुँदैन तब न्युज त ठिकै छ नि। नराम्रो गऱ्यो, नराम्रो लेखिदिन्छ, तपाईँको काम योभन्दा अगाडि केही हो त होइन। तपाईँ किन राजनीति गर्नुहुन्छ? रातो दिन नराम्रो मात्र खोज्दै राख्नुमा तपाईँ राजनीति गरे हो। यही हो कुरा। मैले कुरा के भने जनता सचेत हुनु पर्यो। जनताले हिजोसम्म के गरे, हिजोको विकल्प दिएको नि। हामीले को मान्छे राम्रो कि नराम्रो भन्ने खोजे होइन नि, हामीले सिस्टममा काम गर्ने तौर तरिकामा विकल्प खोजेको, त्यो विकल्प हामीले दियौँ। अब यसले गरेन भने त फेरि आउँदैन, चुनाव यो अन्तिम चुनाव हो त, जिन्दगीभरि चुनाव गर्दै त बस्नु के भयो त। त्यस कारण यो कुरामा लाग्नु हुँदैन। जब तपाईँलाई लाग्छ यो नराम्रो छ अथवा तपाईँलाई चित्त बुझ्दैन, नराम्रो पनि हुनु पर्दैन। तपाईँलाई चित्त राम्रो भए पनि नबुझ्नु सक्छ के। तपाईँ लेख्नुहोस् आफ्नो कुरा, नागरिकको हक प्रयोग गर्नुहोस्। त्यो बुझ्ने मान्छेले आफूले बुझ्नु पर्यो।